काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हैन भर्खरै एउटा उडान भएको छ थाई एयरवेजको र हामीसँग त्यसको बारेमा केही जानकारी आएको छ। आज हामी यही उडानबारे अलिक गहिरिएर कुरा गरौँ न त। हो, यो थाई एयरवेज इन्टरनेसनलको कुरा हो। थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक। प्राप्त जानकारीले के भन्छ भने काठमाडौँबाट ब्याङ्कक जाने यो रुटमा उनीहरूले प्राय बोइङ 7878 ड्रिमलाइनर प्रयोग गर्छन्। ड्रिमलाइनर त्यो त निकै आधुनिक विमान हो नि, हैन र? हो नि, यो विमान आफैमा निकै चर्चाको विषय हो, प्रविधिदेखि आरामसम्म। विवरणमा त त्यो विमान रनवेमा गुड्दै गरेको दृश्यको कुरा पनि छ। सेतो अनि त्यो बैजनी रङको थाई राजसी परम्परा झल्काउने रे, कस्तो आकर्षक नि। त्यो लिभरी मतलब बाहिरी रङ पक्कै पनि आकर्षक छ, त्यसले एउटा छुट्टै पहिचान दिन्छ। तर हेर्नुहोस्, स्रोतहरूले के देखाउँछन् भने यो रङ भन्दा पनि भित्रको कुरा अझ महत्त्वपूर्ण छ। भित्रको कुरा जस्तो कि यसको इन्धन दक्षता अनि त्यो अत्याधुनिक प्रविधि, तर सबैभन्दा बढी त यात्रीहरूले पाउने आरामदायी अनुभव। 787 ड्रिमलाइनर यसैका लागि चिनिन्छ। हो, त्यो आरामदायी अनुभव चाहिँ कसरी फरक हुन्छ त अरू विमानभन्दा? के खास कुरा छ कि? स्रोतमा त क्याबिन अलि विलासी खालको छ भनिएको छ, अनि इन्जिन पनि एकदम शान्त रे। हो, ठ्याक्कै त्यो शान्तपन महत्त्वपूर्ण छ। यसमा प्राय रोल्स रोयस ट्रेन्ट 1000 इन्जिन हुन्छन्। यी इन्जिनहरू होइन निकै कम आवाज गर्छन्। भनेपछि यात्रामा हल्ला कम? एकदमै। हल्ला कम भएपछि आराम गर्न वा काम गर्न पनि सजिलो भयो नि। थाई एयरवेजले स्मुथ एज सिल्क भन्छ नि आफ्नो सेवालाई। भन्छ। हो, यो शान्त इन्जिनले त्यो कुरालाई प्राविधिक रूपमै सघाउँछ जस्तो देखिन्छ। अनि मैले कतै पढेको थिएँ ड्रिमलाइनरमा भित्रको हावाको चाप र आर्द्रता पनि अलि फरक हुन्छ अरे नि, त्यो चाहिँ कसरी? त्यो त ड्रिमलाइनरको अर्को ठुलो विशेषता हो। यो विमान बनाउँदा होइन नयाँ खालको कम्पोजिट पदार्थ प्रयोग गरिएको छ। हजुर, त्यसले गर्दा विमानको बाहिरी तह बलियो तर हलुका हुन्छ, अनि यसै कारण भित्रको क्याबिन प्रेसरलाई जमिनको सतह नजिकको जस्तै राख्न मिल्छ। आज हामी स्पाइस जेटको दिल्ली काठमाडौँ उडानबारे अलिक कुरा गरौँ है, खास गरी काठमाडौँबाट यात्रा गर्नेहरूलाई ध्यानमा राखेर। हामीले यो जानकारीहरू अनलाइन स्रोतबाट लिएका हौँ र मुख्य कुराहरू प्रस्ट्याउने कोसिस गर्नेछौँ। नमस्ते। हो, यो स्पाइस जेटले फेरि उडान सुरु गरेको कुरा महत्त्वपूर्ण छ। मे 10, 2025 देखि दिल्ली काठमाडौँ रुटमा फेरि दैनिक उडान सुरु भएको छ। यात्राको योजना बनाइरहेकाहरूका लागि त यो एकदमै काम लाग्ने खबर भयो नि, हैन? बिल्कुल। र काठमाडौँबाट मतलब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाने हो भने उडान नम्बर SG42 चाहिँ बिर्सनु भएन। यसको समय तालिका अनि विमानस्थलमा कहाँ जाने के गर्ने भन्ने कुरा जान्नु एकदमै जरुरी हुन्छ। हो त नि। ल, यो तालिकालाई अलिक केलाएर हेरौँ न त। दिल्लीबाट काठमाडौँ आउने चाहिँ SG41 भयो। त्यो दिल्लीबाट बिहान 8:10 मा उड्ने भारतीय समयअनुसार, अनि काठमाडौँ आइपुग्दा नेपाली समयअनुसार बिहान 9:55। ठिक छ, त्यो त दिल्लीबाट आउने भयो। अनि हामीले ध्यान दिनुपर्ने काठमाडौँबाट दिल्ली जाने चाहिँ SG42। यो काठमाडौँबाट नेपाली समयअनुसार बिहान 10:55 बजे उड्छ, अनि दिल्ली पुग्दा भारतीय समयअनुसार दिउँसोको 1:10। हो, ठ्याक्कै। भनेपछि काठमाडौँबाट स्पाइस जेट चढ्ने हो भने त्यो बिहान 11:15 बजेको मतलब 10:55 को उडान भयो। 10:55 बिहान। ल, ठिक छ। इन्डिगो एयरलाइन्सको काठमाडौँ उडानहरूबारे अलिक गहिरिएर कुरा गर्दैछौँ, खास गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मतलब KTMबाट हुने सञ्चालनहरू। हामीले केही अनलाइन लेखहरू अनि उडान जानकारीका स्रोतहरू हेरेका छौँ। हाम्रो उद्देश्य चाहिँ इन्डिगोको सेवा कस्तो छ, समय तालिका अनि उनीहरूले अपनाएको त्यो विशेष सुरक्षा प्रविधिबारे अलि स्पष्ट हुने हो। ल, सुरु गरौँ है त। सबभन्दा पहिला इन्डिगोको काठमाडौँ दिल्ली त्यो सिधा उडानको तालिका चाहिँ कस्तो छ? इन्डिगोले काठमाडौँ र दिल्ली बीचमा दैनिक ननस्टप उडानहरू सञ्चालन गर्छ। उडान नम्बर छ नि 6E1152। त्यो काठमाडौँबाट बिहान 10:50 बजे जान्छ नेपाली समयअनुसार, अनि दिल्ली पुग्छ 12:25 मा भारतीय समय।
ए 10.50 काठमाडौँबाट हो। अनि फर्किने उडान 6E1153। त्यो दिल्लीबाट बिहान 11.05 मा उड्छ भारतीय समय अनि काठमाडौँ आइपुग्छ दिउँसो 1.05 मा नेपाली समय। यी दुवै उडानमा उनीहरूले त्यो एयरबस A320 नियो विमान प्रयोग गर्छन्, अलि नयाँ खालको। A320 नियो त्यो त राम्रो भयो नि, इन्धन पनि कम खान्छ भन्छन्। अनि दिल्ली बाहेक नि काठमाडौँबाट अरू भारतीय सहर जान मिल्छ कि मिल्दैन? सिधा उडान त